नमस्कार साथीहरू सबैजनालाई वेलकम छ मेरो नयाँ भिडियोमा। म राजन नेपाली, तपाईँहरू हेर्दै हुनुहुन्छ मेरो युट्युब च्यानल राजन वेल्डर र मैले आज लिएर आएको छु मकै पिस्ने मसिन। तपाईँहरूलाई के कस्तो लाग्छ प्रतिक्रिया दिनुहोला, कमेन्ट बक्समा कमेन्ट गर्नुहोला। च्यानलमा नयाँ हुने साथीहरूले च्यानललाई सब्सक्राइब गर्न नबिर्सनुहोला र भिडियोलाई सक्दो सेयर गर्नुहोला है। गाउँघरतिर एकदम काम लाग्ने चिज हो यो। मकै पिस्नको लागि घट्टा जाँतो चलाउन जरुरत पर्दैन। एउटा ग्राइन्डर भयो भने हामी घरमै सजिलै बनाउन सकिन्छ। यदि तपाईँहरू पनि बनाउन चाहनुहुन्छ भने भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनुहोला। ल गाइज, यो मैले कलरको ढक्कनमा दुईटा पाल बनाइसकेको छु र यो प्लाइवुडलाई चाहिँ गोलो बनाएर राउन्ड सेपमा काट्नुपर्ने हुन्छ। अनि यो माथि लागेको चाहिँ नि ग्राइन्डर अडाउनको लागि बनाइएको हो। त्यसपछि हामीले यो चाहिँ नि दुईटा फलामको पत्ती लिएर यसमा चाहिँ दुईटा पल पारिन्छ यो नट बोल्ट जाने गरेर। यो ढक्कनमा पनि दुईटा पल पार्नुपर्ने हुन्छ सिधा हेरेर। यो प्लाइवुड सहित छेड्ने गरेर भेट्ने गरेर दुईटा पल पार्नुपर्ने हुन्छ ताकि उतापट्टि हामीले नट बोल्टलाई चाहिँ नि राम्रोसँग टाइट गर्न मिलोस् हैन। जाली समेत च्यापेर टाइट गर्नुपर्ने हुन्छ। त्यसपछि म लिन्छु यो ग्राइन्डर। यो ग्राइन्डरको चाहिँ नि यो भाग चाहिँ नि हाम्रो यो पलमा चाहिँ नि राम्रोसँग अडाउन पर्ने हुन्छ यस्तो तरिकाले। र हामी यहाँ नट बोल्ट टाइट गर्छौँ। यसमा नट हालेर टाइट गर्न पर्ने हुन्छ। यस्तो तरिकाले चाहिँ नट हालेर हामीले टाइट गरिसकेपछि यो ग्राइन्डरको यो भाग चाहिँ नि हाम्रो यस्तो फ्री तरिकाले घुमेको हुनुपर्ने हुन्छ र हामी यसमा चाहिँ नि ग्राइन्डरको भाग जोइन गर्छौँ। अब यो दुईटा एउटा तलको अनि त्यसपछि फेरि यो बिलेट राखेर च्याप्नु पर्ने हुन्छ। ग्राइन्डरको माया आएको हुन्छ र हामी यस्तो एउटा बिलेट बनाउँछौँ। यो चाहिँ नि पत्ती हो। यसलाई चाहिँ नि यस्तरी हालेर यसलाई टाइट गर्नुपर्ने हुन्छ। यसलाई चाहिँ नि यस्तो तरिकाले टाइट गरेपछि यो यस्तो फ्री तरिकाले घुमेको हुनुपर्छ। अनि त्यसपछि चाहिँ यो पालबाट चाहिँ मकै आउँछ हैन। हामी सोल बनाउँछौँ त्यसमा मकै माथिबाट हाल्ने। त्यसपछि चाहिँ नि मैले यो लिएँ यो कुखुराको खोरमा हाल्ने जाली हो। यसलाई चाहिँ हामीले डबल गरेर हाल्ने हुन्छ। त्यसपछि चाहिँ नि यसमाथि चाहिँ हामी एउटा प्लाईको गोलो बनाएर काटेर यस्तो तरिकाले हालिन्छ हैन यसमा। र यो माथि चाहिँ नि हामी नट लगाएर हामी पानाले टाइट गर्छौँ है त।
यो पानाले पुरा टाइट गरिसकेपछि यो माथिको नट पनि दुईटा हामीले मस्त टाइट गर्नुपर्ने हुन्छ। यसलाई पनि मस्त टाइट गरेर हामी कस्दिन्छौँ हैन। ल दुईटा टाइट पनि गरिसकियो सबै नट। अब फाइनली हामी माथि सोलीको लागि बोतलको यस्तो प्रयोग गर्छौँ। यो पलमा चाहिँ नि यस्तो नट के अरे टाइपको चाहिँ बनाएर बोतललाई चाहिँ नि काटेर यस्तो तरिकाले चाहिँ नि टाइट गर्छौँ नट टाइपको गरेर बोतलको मुखलाई चाहिँ तल पारेर। अनि फाइनली यसलाई चाहिँ थोरै पिसेर पनि देखाउँछु हैन। यसलाई चाहिँ नि यस्तो तरिकाले यसमा पिसेर अनि हेरौँ है त कस्तो हुन्छ। फाइनली पिसेर पनि सकिसक्यो। कस्तो पिसेको छ यस्तो खोलेर पनि देखाउँछु है। भिडियो चाहिँ नि कस्तो लाग्यो अन्तिमसम्म हेर्नु होला। ल फाइनली मकै यस्तो पिसिएको छ हैन। एकदम बवाल मसिनो पनि यस्तो साह्रो मसिनो पनि छैन र यस्तो साह्रो खस्रो पनि छैन। भिडियो कस्तो लाग्यो सबै सेयर गर्नु होला, एक लाइक जरुर गर्नु होला। थ्याङ्क यू।